यला महानगरपालिका राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखाना या छमधुया नसा जोलम व्यवस्थापन लागि जिम्मेवारी कागुदु आइतबार ज्याउला खेले जुगु ज्याजुले यला महानगरपालिका व सदर चिडियाखाना दथुई समझदारीपति लाची तेगु ज्याजुगु खा समझदारीपति महानगर प्रमुख चिरीबाबु महर्जन व सदर चिडियाखाना प्रमुख रचना सान लाची तया दिगु खा ज्याजोले धुया नसा जोलम व्यवस्थापन लागि यला महानगर जिन्यागु लखत तकाया चेक हस्तान्तरण यागु खा यला महानगरपालिका निस केजी तौलदुमा महाराज नायाम धुयागु नसा जोलम व्यवस्थापन लागि फाला कागु खा थुम धुया लागि नियमित खुगु केजी लाया व्यवस्थापन या मागु चिडियाखाना थागुदु अब आजको यो परिवेश भनेको यहाँलाई थाहै छ कि हामीले ललितपुर महानगरपालिकाको तर्फबाट एउटा रोयल बेङ्गल टाइगरलाई चाहिँ वर्ष दिनभरि मिठो मसिनो खाएर अलि हस्तपुष्ट भएर बसोस् भन्नको लागि चाहिँ हामीले एउटा उहाँलाई एडप्ट एन्ड एनिमल शीर्षक अन्तर्गत हामीले चाहिँ एउटा रोयल टाइगरलाई चाहिँ हामीले एडप्ट गरेको यो विषयवस्तु हो। त्यसमा हामीले एमओयू साइन गऱ्यौँ। एमओयू साइन गरिसकेपछि हामीले यो बाघको निमित्त यो वर्षको लागि हामीले चाहिँ 15 लाख रुपियाँको चाहिँ हामीले चाहिँ एडप्ट कस्ट ल्याउने निर्णय गरेको बजेटले चाहिँ यो काम सुरु भयो। यो चाहिँ हाम्रो लागि पनि एउटा सुखद क्षण हो किनभने देशको एक मात्रै सदर चिडियाघर ललितपुर महानगरको वडा नम्बर 4 मा रहनु हाम्रो लागि निकै सुखदको कुरा हो र अब यो चिडियाघर यहाँ भएको कारणले गर्दाखेरि ललितपुर महानगरपालिकाको साख अभिवृद्धि भइरहेको छ। तसर्थ चिडियाघरको सुख दुःखमा हामी भोलिभाति यसमा चाहिँ सहभागी भएर आइरहेका छौँ। ललितपुर महानगरपालिकालाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र यो टाइगर मात्र अडप्ट गरेको होइन कि ललितपुर महानगरपालिकाले चाहिँ हामीलाई यो हामी ललितपुर जिल्लामा बसेको धेरै किसिमले सहयोग गरिराख्नु भएको छ। जस्तो यहाँको संरक्षण शिक्षा कार्यक्रममा भयो, त्यस्तै गरी यहाँ चाहिँ नि यो जति पनि वेस्ट म्यानेजमेन्टको लागि हुन्छ डस्टबिनहरूको सहयोग, त्यसमा पनि हामीले यो सहयोग चाहिँ नि यो निरन्तर पाइ नै राखेको छौँ र आउने दिनमा पनि हामीले पाउँछ भन्ने हामी अपेक्षा गर्छौँ। र यो चाहिँ नि अब महाराजाको जुन सरहरूले गरिदिनु भएको छ यो धेरै ठुलो इनिसिएसन हो। अब किनभने बाघ पाल्न चाहिँ नि गाह्रै हुन्छ। बाघ हात्ती भनी एउटा चिडियाखानालाई अब एउटा बाघले लगभग दिनमा 5 किलोदेखि 6 किलो खान्छ उसको आहारै। अब हामीले यहाँ चाहिँ नि उसको आहारा 5 देखि 6 किलो आहारा छ उसको। अब यहाँ 5 वटा बाघ छ। अब एउटा त उहाँहरूले सहयोग गरिसक्नु सर। ठुठा चिडियाखाना न्यामुथुन्दु थोयान्यन महानगर कोभिड-19 संक्रमण इले चिडियाखाना दुपी जनावर तेगु नसाजोलम व्यवस्थापन लागि जिगु लखतका ग्वाली यागु ख एक्सन बेंगल टाइगर खतरा दिए